मेरो पक्षमा हेर्नुहुन्छ भने म अलिकति आर्टिस्टहरू पागल हुन्छ भन्छन्। म पागल त होइन भन्छु आफूलाई, है अरूले के भन्छन् थाहा छैन। मेरो लामो लामो कपाल पनि छैन, कानमा मुन्द्रेको ध्यान छैन, हाइसिस र रक्सीमा रमाएको पनि छैन भने चाहिँ आर्टिस्टमा हुनुपर्ने गुणहरू ती हुन् भन्ने मोटामोटी धारणा सुझाउनु। म चाहिँ अहिले वर्तमानमा म चाहिँ पुरै प्रिमेटिभ म्यान, ए म्यान लिभिङ इन ए केभ। सबै शहरका आफ्नै समस्या हुन्छन्। काठमाडौँका शहरका पनि आफ्नै समस्या छन्। प्रदूषण, सडकको घुइँचो, खानेपानीको बढ्दो अभाव, दिनको 14 घण्टा लोड सेडिङले परेको मार, यी हामी सबैले भोग्दै आएका समस्या हुन्। एकातिर अग्ला एपार्टमेन्ट बिल्डिङ ठनिँदै आएका छन् भने अर्कोतिर टुँडीखेल जस्ता पब्लिक स्पेसका आकार घट्दै गएका। धरहरा जस्ता ऐतिहासिक निर्माण अग्ला शपिङ सेन्टर पछाडि परि होचापो देखिएला जालान् कि भन्ने आशंका उब्जिएको छ। तर समस्या जे जस्ता भए तापनि मानव कल्पना गर्नको निम्ति सधैँ स्वतन्त्र छ। हामी सबै कल्पना गर्नको लागि सधैँ स्वतन्त्र छौं। मनमा एउटा विचार आयो, कलाकार र रङ्गकर्मीहरूलाई भेट्ने। कलाकार र रङ्गकर्मी त कल्पनाशील सर्जक पो हुन्। सोधी हेरौँ न त, तिनले कल्पना गरेको काठमाडौँ कस्तो हुँदो हो? तिनले कल्पनामा काठमाडौँको चित्र बनाउँदा कस्तो चित्र बनाउँदा हुन्? काठमाडौँको बारेका तिनका जीवन अनुभवहरू के कस्ता रहेछन्? विराटनगरमा हुँदाखेरि के सुनेको थिएँ भने काठमाडौँ चाहिँ खाल्डोमा छ। अर्को चाहिँ रमाइलो के छ भने टुँडीखेलमा चारैतिर उस्तै बार होइन, अनि शालिग पनि चारैतिर रहेछ क्यारे। अनि एकतिरबाट घुमेर अर्कोतिर आउँदो रहेछ, म त्यहीँ आइपुगेँ, फेरि कसरी आएँ म यहाँ, अर्को साइडमा आइपुगेको हुनुपर्ने। मैले 3 चक्कर घुमाएको छु मैले टुँडीखेल। त्यसपछि मात्रै अनि 2-3 दिनपछि मात्रै बुझेँ मैले खास टुँडीखेल चाहिँ यस्तो रहेछ। काठमाडौँको रानीपोखरीदेखि लिएर आर्मी हेड क्वार्टर्ससम्मको जुनसम्मको सारा एउटै टुँडीखेल थियो। वान अफ द बिगेस्ट प्यारेड ग्राउन्ड इन इन एसिया भन्थ्यो होइन। अब एनक्रोच गर्दा गर्दा बार बन्द लगायो, यताउति गऱ्यो, एनक्रोच बाटो बनायो, यताउति बनायो, शहीद गेट बनायो, यताउति गर्दा गर्दा 90 सालको भूकम्प अन्त जम्मै त्यो टुँडीखेलले ढाकेको थियो तपाईँको सहरवासीहरूले। अहिले त्यस्तो भूकम्प आयो भने त यहाँको यो घर मेरो आफ्नै घर पनि तपाईँको हुन त मेरो त खुल्ला ठाउँ छ, यताउति भाग्ने ठाउँ छ। अन्त कहाँ भाग्ने, के गर्ने, कसो गर्ने, भए जति चौर पनि तपाईँको खत्तम गऱ्यो। फेरि पुरानो तालै किन नहुने काठमाडौँ, एउटा फ्यान्टासी त्यो हुनसक्छ। एउटा फ्यान्टासी लगभग टोनी हगन नेपाल जतिखेर आउनुभयो त्यो बेलाको काठमाडौँ, जहाँ प्रशस्त खेतबारीहरू थिए, कुठीहरू थिए, फोहोर मैलाको उचित व्यवस्थापन हुन्थ्यो, गाउँहरू थिए, यो किसिमको घाँचोघुच्चा केही थिएन। एउटा फ्यान्टासी त्यो हुनसक्छ। अथवा एउटा फ्यान्टासी अर्कोतिर गयो भने चाहिँ टोकियो जस्तो सहर पनि हुनसक्छ। काठमाडौँमा अहिले जुन किसिमले यो डेभलप भइरहेछ, बाटो बस्ती होइन, पपुलेसन जुन किसिमको ग्रोथ भइरहेछ र अनि एक किसिमले भनौँ न आजकल स्ल्याङ छ के अरे एउटा ब्यानेश्वराइजेसन भन्छन् होइन, त्यो कुनै प्लान नभइकन जुन किसिमले डेभलप भएको छ सबभन्दा खराबी नै त्यो जस्तो लाग्छ मलाई त। तपाईँको जुन के परिकल्पना गर्ने मान्छेहरूको यहाँ चाहिँ कतिले कति पढेर आयो, कति गरे, कत्रो पोस्टमा बसिराखेको छ। यो टाउन प्लानिङ चाहिँ गरेन तपाईँको, भइराखेको कुराले सुरक्षित गरिदिएन। यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर कहीँ कति गरेको भएको होइन। तपाईँ जथाभावी गरिरहेको छ। स्टेग्नेन्सी काहीँ पनि हुँदैन, त्यो त मुभिङ, एभ्रिथिङ इज रोलिङ होइन। रोलिङ हुँदाखेरि अब सिभिलाइजेसन भन्नुहोस्, अब सिभिलाइजेसन म केटाकेटी हुँदाखेरि यो ठाउँमा जङ्गल थियो, त्यस्तो एउटा सभ्यता, त्यो बागमती सिभिलाइजेसन जुन थियो त्यो सभ्यताको चाहिँ यो हालत हेरिरहनु पर्दाखेरि र
काठमाडौँको मान्छे र पाटनको सहरको मान्छेहरू ती बागमती पुल ओभर गरेर नाक थुनेर चाहिँ जानुपर्छ, हिँड्नुपर्छ। जस्तो बागमतीको कुरा छ, बागमती अब कति स्वच्छ छ भने हामी सुन्छौँ, अब बागमती 4 भइसक्यो। अब त्यसलाई चाहिँ त्यो नहरलाई चाहिँ अब यसो कुरा गर्दाखेरि जस्तो मैले सभ्यताको चाहिँ जहाँ अब चाहिँ सभ्यता डेभलप भयो त्यो नदीका किनारमा चाहिँ बसेका सभ्यताहरू थिए भनेर मैले सुनेको छु, पढेको पनि हो। जस्तो नाइलको चाहिँ होइन त्यो दृष्टिकोण हेर्दाखेरि जस्तो हामी कहाँ बागमती नदी छ र यो पनि एउटा चाहिँ त्यो जोडेर हेर्ने हो भने नाइलको सिभिलाइजेसन्स भनेको आजभन्दा कति हो के अरे वर्ष पहिलेको कुरा हो र अहिले हामी जुन एकदम मोडर्न स्थितिमा छौँ र धेरै चिज सुविधाहरू हामीसँग उपलब्ध छ, तर हाम्रो स्थिति चाहिँ प्लास्टिकको चाहिँ खोलो भनौँ न या फोहोर फाल्ने ड्रेनेज फाल्ने चाहिँ खोलो चाहिँ स्थितिमा पुगेको छ। नेगेटिभ पोजिटिभ दुइटै हुन्छ, तर नेगेटिभ मैले अहिले यता धेरै हेरिरहेको छु र स्पेसली चाहिने नदीहरूको दुर्दशा हेरेर हामीले त्यो नदीलाई चाहिने मैले यसो गरेर हामीले ढोग्ने चलन छ कि नेपालीहरूको। मेरो बच्चाले पनि छोरीले पनि ढोग्थ्यो, अहिले पनि सायद गर्छ, तर अहिले आएर चाहिने त्यही 1986 तिर गर्दाखेरि उति दुर्गन्ध माया पनि थिएन। यसो गरेर हात हालिहाल्दो रहेछ कि हामीले चाहिने पूजा गर्ने जुन छ नि एउटा चाहिने हामीले नेचरलाई पूजा गर्ने। त्यो काठमाडौँ सहर चाहिँ तपाईँको अझ तम बिग्रिँदै आएको छ। अब सबै मन्दिरहरू सबै नै अब यो वरिङ बोर्डले छोपिसक्यो। चाहिँ मलाई सबै काठमाडौँ सहरका घरहरू चाहिँ प्यागोडाको शैलीमा बनेका हुन् होइन, र चाहिँ त्यो प्यागोडा शैलीलाई पनि मोडर्न टेक्नोलोजीहरू छ जुन विश्वमा अहिले चाहिँ आएको नयाँ किसिमको आर्किटेक्चर्सहरूमा ढालेर चाहिँ एउटा चाहिँ नयाँ किसिमको सिटीको परिकल्पना त्यसमा चाहिँ मनुष्य हुन लाग्ने हो। हाम्रो पहिले त हाम्रो देश एउटा खुला सङ्ग्रहालय हो, डिपाएर अगाडि सोचेपछि अर्को बिहार आउँछ, फेरि अर्को डिपाएर गएपछि हामीले अर्को बिहार फेचिने। अब कामहरू पाइने, अब आफूले नै आफ्नो घर नचिन्न भइसक्यो। 2-3 वर्ष म बाहिर गयो भने आफ्नो घर आइपुग्यो, आफ्नो घर चाहिँ कुन हो मलाई थाहा पाउनै गाह्रो भइसक्यो। यो पनि यस्तो समस्या नि भइरहेको छ। एकदम सुन्दर थियो, पोल्युसन रहित थियो र क्राउड रहित थियो, र अहिले जसरी बढाएछ पोल्युसन र क्राउड बढाएछ त्यो हिसाबले चाहिँ मेरो लागि चाहिँ एकदमै एकदम यो अचम्मको सिटी भएको छ। पोल्युसन मात्रै छैन, नेचरको होइन, पोल्युसन अफ द माइन्ड अल्सो। मान्छेहरूको कस्तो छ भने नि इट्स यो मैले बागमतीको कुरा गरेँ है, बागमती त पोल्युटेड भएको छँदैछ है, तर यो देशको राजनीति पनि एकदम त्यो दुर्गन्ध गनाउने ठसठसी त्यो फोहोर मैला भन्दा पनि खत्तम भइसक्यो है। यो पेन्टिङ देयर इज आर्ट इन द एयर भनेर टपिकसँग बनाएको र मैले यो फोटोग्राफ चाहिँ थमेलको क्रस रोडको बेस गरेर बनाएको र मलाई यो स्पेस एकदम पब्लिक स्पेस जस्तो लाग्यो, जहाँ धेरैवटा कल्चरहरू इन्टरेक्ट हुने स्पेस पनि भएकोले गर्दा मैले यो स्पेसलाई चुज गरेको। र यो पेन्टिङमा मैले फोटोग्राफलाई टेम्पर कसरी गरेको छु, एक डिजिटल म्यानिपुलेट गरेको छु फोटोग्राफलाई, र अर्को चाहिँ मैले त्यहाँ भएको होर्डिङ बोर्डहरूलाई लुक्रेटिभ स्पेस जहाँ चाहिँ एउटा मेसेज कन्भे गर्ने लुक्रेटिभ स्पेस भएको कारणले गर्दा त्यो होर्डिङ बोर्डहरूलाई मैले कमर्सियल होर्डिङ बोर्डको ठाउँमा मैले 2टा पेन्टिङहरू जुन चाहिँ शशि विक्रम शाहको फ्राइटन मङ्क भनेर अनि भिन्सेन्ट भ्यान गोगको स्टाइल म्यापलाई रिप्लेस गरिदिएको छु। काठमाडौँ स्पेसलीलाई अहिलेको होर्डिङ बोर्डले रिप्रेजेन्ट गर्छ लाग्छ काठमाडौँको मेन्टालिटीहरू, र सायद त्यो ठाउँमा वी क्यान रिप्लेस दोज इमेजरी विथ बेटर इमेजेस भिजुअल्सहरू, जसले गर्दा लङ रनमा चाहिँ नेपालको एउटा काठमाडौँको भिजुअल कल्चरहरू स्ट्रक्चर हुन्छ कि भन्ने मेरो यो त हाम्रो आफ्नो सहरमा बसेपछि त्यो अलिअलि प्रभाव त पर्छ भनिन्छ। हामी गरिब ठाउँमा बसे हुर्के, संसारमै गरिब मध्येको देश, तर यो हाम्रो सहर, यो जात्रा
परम्परा यिनीहरू हेर्दाखेरि होइन हामी कहाँ गरिब हुने, कमसे कम एउटा सभ्यता बोकेको देश हाम्रो, सानै भए पनि गरिबै भए पनि एउटा मुटु भएको देश थियो। संसारमा धेरै छन् धनी धनी देशहरू, तर तिनीहरूको के सभ्यता भनेकै छैन। हुन त छ, जम्मै आफ्नो आफ्नो छ, तर जुन हाम्रो जस्तो कल्चर, पुरानो कल्चर अहिलेदेखिको हो र यो सानो देश भए पनि हाम्रो परम्पराले त्यो जोगाएर राखेको, त्यही कुरामा बडा खुसी पनि लागेको छ। अब मेरो कलाकृतिमा भनौँ त्यो त अलिअलि प्रभाव त पर्छ। अब आफ्नो धरातल नटेकिकन त्यसै कलाकृति गरेर त हुँदैन। त्यो त प्रभाव पर्छ। त्यस्तो फ्यान्टासी केही पनि छैन मेरो लागि। काठमाडौँ जे छ अब यसलाई फेरि परिकल्पना गर्ने हो भनेदेखि पुरै भत्काउनुपर्छ र त्यो फेरि त्यो सोच नै अर्कै पर्छ क्या। त्यही भएर जे छ यसलाई चाहिँ व्यवस्थित होस्, एकदम राम्रो होस्, यसैलाई नै सफा सिटी होस्, मेरो चाहिँ त्यही हो कल्पना। सहरमा दिनौं हजारौं मानिस आइरहन्छन् गइरहन्छन्। सबैले जीवनका रंगलाई आफ्नै किसिमले अनुभव गर्छन्। मैले भेटेका कलाकार र रंगकर्मीले पनि काठमाडौँलाई फरक फरक ढंगले अनुभव गरेका थिए। तिनका कल्पनामा कतै समानता थिए, कतै भिन्नता। यथार्थ र कल्पना बीच सधैँ ठूलो खाडल हुने गर्छ। कल्पना गर्ने बित्तिकै कुनै कुरो यथार्थ बनिहाल्दैन, तर कल्पनाले यथार्थको कमजोरीलाई औल्याउँदै नयाँ सम्भावनाहरूतिर अवश्य संकेत गर्न सक्छ। कलाकार, लेखक र रंगकर्मी झैं हरेक मानिस कल्पना गर्न स्वतन्त्र छ। कल्पना गर्नुहोस् र सोच्नुहोस् त, तपाईको कल्पनाको काठमाडौँ कस्तो हुनेछ।